सतगुरुदेव जी की जय। बंदी छोड़ पूर्ण परमात्मा रामपाल जी परमेश्वर जी की जय। जय बंदी छोड़ जी की लोड कोही नि और की सत्साई भाइ बहिनीहरू दासीले जो अहिले वातावरण बाहिरको जुन वातावरण छ युद्धको विषयमा मालिक कबीरदेव साई भगवानजी जो अखिल ब्रह्माण्डको नायक सर्व कलाओंको स्वामी परमात्मा सतगुरुको रूपमा धरतीमा प्रकट भई बक्सिनु भएको छ। मालिकको दया कृपाले भाइ बहिनीहरू धेरै ठुलो पापबाट जोगिनको लागि र 84मा अनन्त यति हो कि अब गिन्ती गर्न पनि नसक्ने त्यस्तो युगसम्म हजुरहरूले आफ्नो कर्म नबिगार्नु, जुन पापको भोगहरू भोगिकन एकदम पीडामा नबस्नु, दर्दमा नबस्नु भनेर जुन मालिकको ज्ञान छ, कबीर साहिब रामपालजी भगवानजीको ज्ञान छ, सन्तको रूपमा वचनहरू मङ्गल वचनहरू अमृत बानीहरू छन्। त्यसको आधारमा हजुरहरूलाई एउटा सानो जो जानकारी गराउन खोजिरहेको छु। मालिकको दया कृपाले कृपावान कादर अल्लाह खुदा मसीह जे भने पनि पुरा पृथ्वी पुरा ब्रह्माण्डमा एक भगवान कबीरदेव कबीर अल्लाह कबीर खुदा मसीह होइ बक्सिनुहुन्छ। भाइ बहिनीहरू युद्धको माहौल छ। अहिले दुई देश हामीले आँखाले कानले चिन्ने सुन्ने देश भनेको भारत भनेर चिन्छौँ। अनि भारत र पाकिस्तानको युद्धको जुन श्रृङ्खलाहरू सुरु भएको छ। अनि देशहरू त सबै यो महाभारत भनिन्छ, भविष्य पुराण भविष्यवाणी अनुसार महाभारत सुरु हुन लागेको भनिन्छ। महाभारतमा सब देशहरू जसरी साना साना नदीहरू ठुलो नदीमा मिसिन जान्छन्, बाध्य गराइदिन्छ काल भगवान र दुर्गा भगवानजीले कि ओहो तिम्रो छवि के हो, तिमीले कुनमा भाग लिने, मेरोमा आऊ, म यस्तो दिन्छु उस्तो दिन्छु, यो सब चल खेल, यो सहायता दिन्छु, यो खानेकुरा दिन्छु। यस्तो वाला ठुलो देश सानो देश तिमी त यसरी ध्वस्त हुन्छ, तिमीलाई त म सहारा दिन्छु, यो वाला प्रपञ्चहरू जुन काल भगवानले दोस्रो देशहरूलाई यस्तो लगाएर जो हामी एउटा नेपाल भन्ने देश छ, जो नेपाली भन्ने छन्, युगौं युगदेखि तपोभूमि भगवानको जुन जमिन शीतल शान्तिवाला देश भनेर चिनिने, अब कलियुगको कारणले त धेरै दुर्घटनाहरू भइसकेका छन्। तैपनि मौका छ भाइ बहिनीहरू, यो अन्तिम मौका छ कि धेरै कर्म नफोड्नु। सबै प्रपञ्च आउँछन् आँखा अगाडि कानमा, लोभ लालच, आफ्नो परिवारको सुरक्षाको लागि अहंकारमा जो हानिएर भन्छ कि तेरो बल छैन, तेरो परिवारको सुरक्षा गर्नु छैन, तैँले सक्दैन, उसले यति चोटे तैँले खुकुरी हान्न सक्दैन, गोली हान्न सक्दैन, यसरी मार्न सक्दैन, त वीर गोर्खाली फलानु ढिस्कानु, यो कालको प्रपञ्च यसरी सुरु हुन्छ भाइ बहिनीहरू। तर के हो त्यो कर्म, कर्म बनाइँदैछ युगौं युगको लागि। कर्म कस्तो कर्म लिएर जाने, 84 लाख यसरी नै भोग्ने हो भाइ बहिनीहरू। तर सतकर्म गर्न मन छ भने अब मौका दिइबक्सिनु भएको छ परमात्माजीले कि कुनै पनि यस्तो क्रियाहरूमा सहभागी नबन्नु। हामीलाई कसैलाई मानव समाजलाई पक्ष विपक्ष गर्नु छैन कि कुन देश कुन हो, को मर्यो भने को खुसी हुने, को बाँचे को खुसी हुने, यो जरुरी छैन। मानव हो, मानव चोलामा छौं, मान्छेको जे कर्म हो त्यो गर्नुपर्छ। मान्छेको कर्म काटमार युद्धमा होमिने, फलानु ढिस्कानु भनेर छुट्याउने, मारकाटमा खुसी हुने, फलानुको छोरा मरे खुसी, ढिस्कानुको छोरा मरे दुखी हामीलाई हुन जरुरी छैन। हामी स्वतन्त्र रूपले भगवानको रामको डर मान्ने र रामको भूमि हो भनेर सबैलाई थाहा दिने अन्तिम मौका मालिकद्वारा दिइबक्सिन लाग्नु भएको छ। 2024 देखि अहिले 25 को आधा जान लागिसकेको छ र 2028 सम्मलाई यो तीव्र रूपमा यो काल दुर्गाजीको यस्तो खेल सुरु हुने कुरा जानकारी भइसकेको छ। परमात्माजीले आफ्नो भविष्यवाणी नास्ट्रेडमसजीको बाट सबैकोबाट यो प्रमाणित भइसकेको छ। त्यही भएर भाइ बहिनीहरू बचेर बस्नुहोस्, बचेर मुखले झुकेर पनि आफ्नो अहंकार, आफ्नो घमण्ड, आफ्नो सान, आफ्नो भित्र जुन पार्टीगत
व्यक्तिगत रूपमा सदस्य हुनुहुन्छ भने भुलेर पनि अब विश्वयुद्धको कुरालाई लिएर विषयवस्तु नबनाउनु होला, समय पास गर्ने विषय नबनाउनु होला। अनि यो फोहोर राजनीतिमा लाग्नु भएर फलानुको जित हुनै पर्छ, फलानुको देश लिनै पर्छ भनेर सरकारलाई जुन दबाब दिइन्छ, साना साना जुन राजनीतिको गठनहरू छन् उहाँहरूले गएर फलानु देशको जिम्माले फलानु देशसँग हामी मिल्नुपर्छ यस्तो वाला आउँछ। भाइ बहिनीहरू, एक सभ्य नागरिक बन्नुहोस्, एक सभ्य जो मानव हो मानव बन्नुहोस्। एक नेताको जुन राजनीतिको नेता होइन, चम्चा होइन। भाइ बहिनीहरू, यो आध्यात्मिक क्षेत्र हो, आध्यात्मिक कुरा हो। आध्यात्मिकमा धेरै कुराहरू भौतिकता, नैतिक, भौतिकता, आर्थिकता, सामाजिक यस्तो भन्दा अलिकति भिन्न हुन्छ। अलिकति सुरुवातमा सुन्दाखेरि अचम्म लाग्छन्, रिस उठ्छन्, गाह्रो हुन्छ। तर भाइ बहिनीहरू, यो सत्य हो है, एकदमै सत्य हो। त्यही भएर राजनीतिसँग जोगिनु, युद्धहरूसँग जोगिनु, काटमारसँग जोगिनु, साना साना भगवानका बच्चाहरू जो कुखुरा बाख्रा यस्तो भनेर बोका खसीको रूपमा, माछा यस्तोको रूपमा आउँछन्, तिनीहरूदेखि लिएर मान्छे जो काटमार एउटै हो, एउटै भाइ बहिनीहरू। अब जसले काटमार गरेर जीव हिंसा गरेर मनमानी गरेर बस्नु भएको छ, घर घरमा मिसाइलहरू गिर्नेछन्, परिवारका परिवार जानेछन्। यो बाटो जोगिनु छ भने आफूभित्र पनि दया पलाउनुहोस्। एक शिर यो जुनीमा कर्छ, अर्काको कारणले केही फरक छैन। करोडौं युग हामीले यसरी मारकाट गरेर आइसकेका छौं। अब महाभारतमा जसरी दाजुभाइहरू आफ्नो राजको लागि यसरी लडे, यही रिस राग यसैबाट मरेका जुन त्यो नतर्न सकेका आत्माहरू नै कोही क्रिस्चियन, कोही हिन्दू, कोही मुसलमान बनेर, कोही इसाई बनेर यसरी जन्मिनु भएको, कोही सिख, कोही बुद्धिस्ट, यस्तै गरी कालले छुट्टा छुट्टै गरेर जन्माइदिनु भएको हो। भाइ बहिनीहरू, हामी आफू आफ्नो भाइ बहिनीहरू, हामी आफ्नो दाजु भाइहरू, दिदी बहिनीहरू, कोही अन्य होइनौं। यो कालले हामीलाई यसरी विभाजित गरेको मात्रै हो, यसरी बुझ्नुहोस् है हजुरहरूले। अनि त्यही भएर कहीँ राजनीतिको कुरा गर्दा अहंकार, म ठुलो हुँ, मेरो कुरा सबैले सुन्छ भनेर ठुलो बोल्नको लागि, टाइम पास गर्नको लागि, त्यो असभ्य, भगवानलाई मन नलाग्ने, इच्छा नलाग्ने, आफ्नो कर्ममा फल लाग्ने त्यो वाला कर्महरू अब राजनीतिमा फलानो देशको यति मर्यो, हा 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 हाँस्नुहुन्छ। रिस्कानोलाई यसरी मार्छु, म गएर 10 जना मार्छु, 20 जना मार्छु, उसले यति मारे, यस्तो वाला भाव अब छोड्नुहोस्। अब आफ्नो शिरमा जुन युद्धको घन्टीहरू बजिसकेको छ, जिल्लाको जिल्ला, टोलको टोल, जिल्लाको जिल्ला, के जाने हो, यो कसरी अब भस्म खत्तम हुँदैछ। यसरी युद्धमा हामीहरू जुन कालको लोकमा भगवानजीले बोका बाख्राहरू जस्तो पालिएका हामीहरू त कसाईको बाधामा बसेको भनेर भन्नुहुन्छ परमात्माजीले। यस्तो हो भाइ बहिनीहरू, बुझ्नु होला। झुकेर पनि यो फोहोरी राजनीतिमा नलाग्नु होला। लागिराख्नु भएको छ आफ्नो देश भनेर भित्र एउटा सानो तिनो गठबन्धन लिएर मक्ख परिराख्नु, त्योसम्म पनि अहिलेलाई ठिकै हो। तर त्यो भित्रबाट निक्लिएर अब यो विश्वव्यापी रूपमा हुन गइराखेको महाभारत युद्धमा यसरी मन वचन कर्मले भाग लिनु भयो भने भाइ बहिनीहरू, करोड अरब जन्म हजुरहरूको अति नै दुःख कष्टको 84 को जुनीहरू हुनेछ। जे कर्म आफूले गर्नुहुन्छ त्यही भोग्ने हो, दोस्रोलाई देखि गरेको पनि आफैले भोग्ने हो। भाइ बहिनीहरू, मालिकको बानी छ, पावेगा अपना किया रे, भोगेगा अपना किया रे। जय बंदी छोड़ जी की लोड कोई नहीं और की, बंदी छोड़ पूर्ण परमात्मा रामपाल जी परमेश्वर जी की जय। भाइ बहिनी, जे कर्म हो राम नामको भूल पढाउने कर्म गराइराखेको कारण एकदम सजाय पाउँछ भगवानको घरबाट। त्यही भएर बच्नुहोस् है, सावधानी। हति दुर्घटना घटी, यो एकदमै लागू हुन लागेको छ, सावधानी राख्नु होला। दया कृपा परमात्मा जी को जय, बंदी छोड़ जी की लोड कोई नहीं और की।